उपर सरेकी छ अरे। मठ मन्दिर चुलो चौको भात भान्सा छुनुहुन्न अरे। दाजुभाइ बा अनि घामको मुहार हेर्नुहुन्न अरे। बस्नको लागि अँध्यारो छाउगोठ नै सार्नुपर्ने, रगतमै डुबेर त्यो 4 दिन काट्नुपर्ने। हुँदैन जान बाहिर, भित्र नै बस्नुपर्छ अरे। छाउगोठबाट बाहिर आए भने देउता रिसाउँछन् अरे। अझ पेट दुख्यो भन्दा त कस्तो स्वाङ पारेकी अरे। छोएँ मैले यताउता पाप लाग्छ अरे। पसलबाट प्याड ल्याउँदा लुकाएर ल्याउनु पर्छ अरे। यस्तो दर्दनाक कष्टमा यो समाजले बुझ्दैन। यो अँध्यारो रातमा चिच्याएको आवाज कसैले सुन्दैन। प्रकृतिले पनि कस्तो उपहार दिएछ। महिनाको त्यो 4 दिन त सधैँ आँसु पिएको छ। नवदुर्गाको रूपमा पूजिन्छ नारीलाई, फेरि किन अपवित्र मानिन्छ महिनावारीलाई। महिनावारी हुनु गर्वको कुरा हो, पाप होइन। महिनावारी बिना मानव जीवन सम्भव नै छैन। त्यो अन्धविश्वासको दुनियाँबाट निस्कनुपर्छ। महिनावारीलाई भगवान सरी पुज्नुपर्छ।